आदरणीय सम्पूर्ण दर्शकहरू, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। छायाङ्कनबाट रञ्जना देवकोटाको साथमा म हुँ ज्योतिषी ठाकुर देवकोटा। आज हामी तपाईँको माझमा विक्रम सम्वत 2082 साल वैशाख महिनाको 1 गते नयाँ वर्षको पहिलो दिन सोमबारको राशिफल लिएर उपस्थित भएका छौँ। उसत मेषदेखि मीन राशि तपाईँ जति पनि 12वटा राशि हुनुहुन्छ, यहाँहरूको आजको नयाँ वर्षको पहिलो दिनको राशिफल कस्तो रहेको छ अन्तिमसम्म यहाँले सुन्न सक्नुहुन्छ। आजको दिन शुभ अङ्क, शुभ दिशा, त्यसैगरी सहयोगी राशिको बारेमा चर्चा र परिचर्चा रहनेछ। यद्यपि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोपटक हेर्दै हुनुहुन्छ, हाम्रो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। जन्ममितिबाट ग्रहदशा, चिना कुण्डली, भाग्यरेखा हेराउन चाहनुहुन्छ भने वाट्सएपमा सिधा मेसेज गर्न सक्नुहुन्छ अथवा मोबाइलमा फोन पनि गर्न सक्नुहुन्छ। यो नम्बर रहेको छ 9847844095, यानि कि 9848 440095 मा डाइरेक्ट फोन गर्नुहोस् अथवा वाट्सएपमा मेसेज पठाउनुहोस् र आफ्नो जन्ममितिबाट ग्रहदशा, भाग्यरेखाहरू हेराउन सक्नुहुन्छ। अब भने ढिला नगरिकन यहाँहरूको माझमा विक्रम सम्वत 2082 साल वैशाख महिनाको 1 गते सोमबारको राशिफल यहाँहरूको माझमा प्रस्तुत गर्छौँ। सबभन्दा पहिले सुरुमा रहेको छ मेष राशि। मेष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन यहाँहरूको लागि सुखद र राम्रो अवस्था देखिन्छ। मान सम्मान, पद र प्रतिष्ठाहरू प्राप्त गर्न सक्ने सम्भावना रहेको छ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा तपाईँ सरिक रहन सक्ने समय मेष राशिको लागि देखिन्छ। मेष राशि हुने व्यक्तिहरूको लागि आजको दिन वैवाहिक जीवन राम्रो हुनेछ। प्रेमी प्रेमिका बीचको सम्बन्ध पनि राम्रो हुनेछ। विगतमा लामो समयदेखि टाढिएका साथीभाइ, आफन्त सबैसँग भेटघाट रहन सक्ने अवस्था मेष राशिको लागि देखिन्छ। मेष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन शुभ अङ्क 7 रहेको छ। मङ्गल राशिको स्वामी ग्रह रहन्छन्। गुलाबी रङ तपाईँको लागि राम्रो रहेको छ। शुभ दिशा पश्चिम दिशा तपाईँको लागि राम्रो मानिएको छ। सहयोगी राशिको रूपमा आज धनु राशि तपाईँको सहयोगी राशि रहन सक्ने अवस्था मेष राशिको लागि देखिएको छ। अब हामी वृष राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। वृष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, शत्रुलाई सजिलै हराउन सक्नुहुन्छ। स्वास्थ्यमा सुधार रहनेछ। विगत लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने अवस्था रहेका छन्। आजको दिनमा आफूलाई चाहिने भौतिक स्रोत साधनहरू जुटाउन सक्नुहुन्छ। आजको दिन तपाईँहरूको लागि नयाँ कामको शुभारम्भ गर्न सक्ने पनि समय रहेको छ। यहाँहरूको लागि आज आर्थिक आम्दानी हुन सक्ने समय पनि देखिएको छ। विगतमा रोकिएका कामहरू बन्दा मन खुसी रहनेछ र आज आफूलाई फाइदा हुने कामको सुरुवात गर्न पनि सक्नुहुन्छ र घरैसी कार्यहरूमा समय बिताउनु पर्ने अवस्था पनि वृष राशिको लागि देखिन्छ। वृष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको लागि शुभ अङ्क 6 रहेको छ। त्यसैगरी राशिको स्वामी शुक्र ग्रह रहेका छन्। शुभ रङ भनेको नीलो रहेको छ। दक्षिण दिशा शुभ रहेका छन्। सहयोगी राशि मकर राशि रहन सक्ने अवस्था देखिन्छ। अब हामी मिथुन राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। आदरणीय सम्पूर्ण मिथुन राशिको व्यक्तित्वहरू आजको दिनमा नयाँ समाचार सुन्न सक्ने समय रहेको छ। नयाँ ज्ञानहरू प्राप्त गर्न सक्नुहुन्छ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा अगाडि बढ्न सक्नुहुन्छ। विद्यार्थी भाइ बहिनीहरूको लागि शैक्षिक क्षेत्रमा राम्रो रहेको छ। आज आफूभित्र रहेको सिप क्षमताहरू प्रस्फुटन गरेर दुनियाँलाई चकित बनाउन सक्ने अवस्था मिथुन राशिको लागि देखिन्छ। गुरुजन, मानिजन, अग्रज व्यक्तिको सहयोग रहनेछ। प्रेम सम्बन्ध राम्रो रहन सक्ने अवस्था देखिन्छ। मिथुन राशिको 5 अङ्क शुभ रहेको छ। राशिको स्वामी यहाँहरूको लागि बुध ग्रह रहेको छ। रङ भनेको यहाँहरूको हरियो रङ शुभ मानिन्छ। त्यसैगरी पूर्व दिशा यहाँहरूको लागि शुभ मानिएका छन्। आजको दिन सहयोगी राशि भनेको कुम्भ राशि यहाँहरूको लागि सहयोगी राशि हुने देखिन्छ। अब हामी कर्कट राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। आदरणीय सम्पूर्ण कर्कट राशिका व्यक्तित्वहरू आजको दिनमा कृषि क्षेत्रमा राम्रो रहेको छ। घरैसी कार्यमा सफलता लिन सक्नुहुन्छ। घरभित्रको कामहरू बन्नेछन्। आफूलाई चाहिने घरैसी भौतिक स्रोत साधन जुटाउन सक्ने समय रहेको छ। घर परिवार आफन्त समय दिनहरू बिताउने समयहरू बिताउने समय रहेको छ। त्यसैगरी जति पनि कर्कट राशि हुनुहुन्छ, आजको दिनमा मातृपक्षको साथ र सहयोगले कामहरू बन्न सक्ने अवस्था रहेको छ। आजको दिन नयाँ काम शुभारम्भ गर्नुभन्दा गरिएको कामलाई निरन्तरता दिँदा राम्रो। घर बाहिरभन्दा घरभित्रको काम गर्दा राम्रो र विशिष्ट व्यक्तिको साथ र सहयोग, उहाँहरूको सल्लाह सुझावलाई मनन गर्दा
आजको दिन कर्कट राशि सफलता प्राप्त गर्न सक्नुहुन्छ। कर्कट राशि हुने व्यक्तिहरूको लागि शुभ अङ्क 4 रहेको छ। राशिको स्वामी चन्द्रमा रहनेछन्। रङमणिको हल्का गुलाबी सेतो रङहरू तपाईँको लागि शुभ मानिन्छन्। उत्तर दिशा धेरै राम्रो र शुभ मानिएका छन्। सहयोगी राशिको रूपमा आजको दिनमा मीन राशि तपाईँको सहयोगी राशि रहन सक्ने अवस्था देखिन्छन्। अब यहाँहरूको माझमा हामी सिंह राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। सिंह राशि हुने व्यक्तिहरूको लागि आजको दिन नाम दाम इनाम र प्रतिष्ठाहरू कमाउन सक्नु समय रहेको छ। दिदीबहिनीको सहयोग रहनेछ। साथीभाइको साथ र सहयोगले कामहरू बन्नेछन्। दाजुभाइसँगको सम्बन्ध राम्रो हुनेछ। विगतमा लामो समयदेखि रोकिएका कामहरू बन्नेछन्। शत्रुलाई सजिलै हराउन सक्नुहुन्छ। मुद्दा मामिलामा जित हासिल गर्न सक्ने सम्भावना रहेको छ। व्यापार व्यवसाय नोकरी क्षेत्रमा राम्रो रहेको छ। विगतमा लामो समयदेखि रोकिएका कामहरू बन्नेछन्। धन कमाउने ठाउँमा लगानी लगाउनु पर्ने सिंह राशि राम्रो देखिएको छ। सिंह राशि हुने व्यक्तिहरूको लागि आजको दिन शुभ अङ्क 3 रहेका छन्। त्यसैगरी राशिको स्वामी आजको दिनमा सूर्य ग्रह रहेको छ। रङमणिको हल्का खैरो र रातोहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यसैगरी आजको दिन पश्चिम दिशा तपाईँलाई शुभ मानिन्छ। आजको सहयोगी राशि भनेको मेष राशि रहेको देखिन्छ। अब हामी कन्या राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। आदरणीय सम्पूर्ण कन्या राशिका व्यक्तित्वहरू आजको दिन तपाईँहरूको लागि सुखद र राम्रो अवस्था देखिन्छ। भोलिको भरमा कामहरू बन्नेछन्। नाता कुटुम्ब आदि व्यक्तिसँग तपाईँको भेटघाट हुनेछ। आर्थिक आम्दानी हुन क्षेत्रमा अगाडि बढ्न सक्ने समय रहेका छन्। आजको दिनमा शैक्षिक क्षेत्रमा राम्रो रहेको छ। नयाँ सिप नयाँ ज्ञानहरू प्राप्त गर्न सक्ने अवस्था कन्या राशि हुने व्यक्तिहरूको लागि रहेका छन्। कन्या राशि हुने व्यक्तिहरूको लागि आजको दिन सकारात्मक ऊर्जाको साथमा अगाडि बढ्न सक्ने समय रहेका छन्। गोपनीयता प्राप्त गर्न सक्नुहुन्छ। खोज अनुसन्धानमा राम्रो सफलता लिन सक्ने सम्भावना रहेको छ। आफन्तको सहयोगले कामहरू बन्नेछन्। आजको दिनबाट भोलिको दिनमा पनि फाइदा हुने कार्यमा अगाडि बढ्न सक्ने समय रहेका छन्। कन्या राशि बिछोडिएका टाढिएका विगतदेखि तपाईँको चाहिँ धेरै दूरदराजमा रहनुभएका आफन्तको भेटले मनलाई हर्षित बनाउनेछ। मिष्टान्न भोजनको योग रहेको छ। आजको दिन कन्या राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ 2 अङ्क शुभ रहेको छ। राशिको स्वामी बुध ग्रह रहेको छ। शुभ रङ हरियो रहेको छ। दक्षिण दिशा धेरै शुभ र राम्रो मानिन्छ। सहयोगी राशि वृष राशि रहने देखिन्छ। अब हामी यहाँहरूको माझमा तुला राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। तुला राशि हुने व्यक्तिहरूको लागि आजको दिन नाम दाम इनाम र प्रतिष्ठाहरू कमाउन सक्ने समय रहेको छन्। आफन्तको साथ र सहयोगले कार्यमा सफलता लिन सक्ने सम्भावना तुला राशि हुने व्यक्तिहरूको लागि देखिन्छ। जति पनि तुला राशि हुनुहुन्छ यहाँहरूको वैवाहिक जीवन राम्रो हुनेछ। प्रेमी प्रेमिका बीचको सम्बन्ध राम्रो हुनेछ। नयाँ कामको शुभारम्भ गर्न सक्नुहुन्छ। नेतृत्व लिन सक्ने सम्भावना रहेको छ। मिष्टान्न भोजनको योग रहेको छ। आफन्तको सहयोग रहनेछ। तपाईँलाई एक किसिमको जोस जाँगर पराक्रम बढ्नेछ। व्यापार व्यवसायको क्षेत्रमा राम्रो हुनेछन्। छोटो दूरीको यात्रा हुनेछन्। विभिन्न सभा समारोहमा सहभागी हुन सक्ने अवस्था तुला राशिको लागि देखिन्छ। तुला राशिको शुभ अङ्क 1 रहेको छ। राशिको स्वामी शुक्र ग्रह रहनेछन्। त्यसैगरी पूर्व दिशा अति शुभ र राम्रो मानिन्छ। सहयोगी राशिको रूपमा मिथुन राशि सहयोगी राशिको रूपमा लिन सक्ने अवस्था रहेका छन्। अब हामी वृश्चिक राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि घरभित्रभन्दा बाहिरको कर्मबाट लाभ प्राप्त गर्न सक्नुहुन्छ। आफन्तमा केही असमझदारी बढ्न सक्ला, तर गरिरहेको दैनिक कार्य नियमित प्रक्रियालाई भने अगाडि बढाउन सक्ने सम्भावना वृश्चिक राशि देखिन्छ। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा शत्रुहरूलाई हराउन सक्नुहुन्छ। ससाना केही खर्च वृद्धिको योगहरू बन्नेछन्। आज लगानी लगाउनुहोस्, भोलि फाइदा हुन सक्ने सम्भावना रहेको छ। आजको दिनमा छोटो दूरीको यात्राहरू पनि बन्न सक्छ। विभिन्न ठाउँमा घुमफिर यात्राहरू पनि हुन सक्ने सम्भावना देखिन्छ। आधार नगर्नुहोला। आज केही सामान हराउन डर रहेको छ। अरूबाट धोका रहेको छ। आफूले गर्ने दैनिक कार्यमा अगाडि बढ्दा वृश्चिक राशि सफलता लिन सक्ने समय रहेको छ। शुभ अङ्क 3 रहेको छ। राशिको स्वामी मङ्गल ग्रह रहेका छन्। रङमणिको रातो रङहरू शुभ मानिन्छन्। उत्तर दिशा धेरै शुभ र राम्रो मानिन्छ। सहयोगी राशि कर्कट राशि सहयोगी राशिको रूपमा लिन सकिन्छ। अब हामी धनु राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। आदरणीय सम्पूर्ण धनु राशिका व्यक्तित्वहरू आजको दिन तपाईँहरूको लागि सुखद र राम्रो खालको अवस्था देखिन्छ। आम्दानी बढ्नेछ। ल्याउनु पर्ने रकमहरू प्राप्त गर्न सक्ने समय देखिन्छ। हिजोको दिनमा धेरै मेहनत गर्नुभयो। आज मेहनतको फलहरू प्राप्त गर्न सक्ने धनु राशिको लागि देखिन्छ। आज पढाइ लेखाइ शैक्षिक क्षेत्र अध्ययनमा राम्रो। सन्तान पक्षको सहयोग रहनेछ। दाजुभाइ आफन्त सबैको साथ सहयोग रहनेछ।
खेल जगतमा राम्रो हुनेछ, कला साहित्यमा राम्रो हुनेछ, सवारी साधन बान आदिको सुखहरू प्राप्त गर्न सक्ने धनुराशि देखिन्छ। जति पनि धनुराशि हुनुहुन्छ तपाईँहरूको लागि आजको दिन सकारात्मक ऊर्जाहरू प्राप्त गर्ने, आँटी ताकिएको कामहरू बन्न सक्ने देखिन्छ र केही उपहारहरू प्राप्त गर्न सक्ने सम्भावना रहेको छ। आफूलाई फाइदा हुने कामको सुरुवात गर्न सक्ने धनुराशि देखिन्छ। धनुराशिको लागि शुभ अङ्क भनेको 2 रहेको छ। राशिको स्वामी बृहस्पति ग्रह रहेका छन्। शुभ रङ भनेको पहेँलो रहेको छ। शुभ दिशा पश्चिम रहेका छन्। सहयोगी राशि सिंह राशि रहेको अवस्था देखिन्छ। अब हामी मकर राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। मकर राशि हुने व्यक्तिहरूको लागि आजको दिन नाम दाम इनाम र प्रतिष्ठा कमाउन सक्ने समय रहेको छ। विशिष्ट व्यक्तिको साथ र सहयोगले कामहरू बन्नेछन्। आजको दिन राज्य पक्षको सहयोग हुनेछ। तपाईँको राजनीतिक तथा सामाजिक क्षेत्रमा राम्रो रहेको छ। त्यसै गरी कृषि क्षेत्रमा राम्रो रहेको छ। आजको दिन घरैसी चाहिने भौतिक संसाधन जुटाउन सक्ने सम्भावना देखिन्छ। मकर राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा तपाईँहरूको लागि गुरुजन मानिजन अग्रज व्यक्तिको सहयोग रहन सक्ने अवस्था देखिएका छन्। आजको दिन नयाँ कामको शुभारम्भ गर्न सक्ने समय रहेको छ। आँटी ताकिएको कार्यमा सफलता लिन सक्नुहुन्छ र आज रोकिएका कामहरू पनि बन्न सक्ने अवस्था रहेको छ। विशिष्ट व्यक्तिको सहयोगले गर्दा मन खुसी रहनेछ र सकारात्मक ऊर्जाको साथमा अगाडि बढ्न सक्ने देखिन्छ। शुभ अङ्क 1 रहेको छ। राशिको स्वामी शनि ग्रह रहेका छन्। ध्वासे रङ प्रयोग गर्न सक्नुहुन्छ। दक्षिण दिशा शुभ रहेको छ। सहयोगी राशि कन्या राशि हुन सक्ने अवस्था देखिएको छ। कुम्भ राशिको बारेमा हामी चर्चा र परिचर्चा गर्छौँ। आदरणीय सम्पूर्ण कुम्भ राशिका व्यक्तित्वहरू आजको दिन भाग्य र कर्मले साथ दिने सुखद र राम्रो अवस्था देखिन्छन्। गुरुजन मानिजन अग्रज व्यक्तिको तपाईँलाई सहयोग रहनेछ। पिताजन आदि व्यक्तिहरूको सहयोग पनि रहनेछन्। आजको दिन कला साहित्य मनोरञ्जन आदि क्षेत्रमा तपाईँको रुचि बढ्नेछ। समाज सेवामा तपाईँको मन जानेछ। आज अरूको लागि सेवा गर्नुहोस्। भोलिको दिनमा सम्मानित स्थानहरू प्राप्त गर्न सक्ने कुम्भ राशि देखिन्छ। कुम्भ राशि हुने व्यक्तिहरूको लागि धार्मिक यात्राको सम्भावना रहेको छ। आजको दिन अरूको सेवा गर्नुहोस्। भोलि सम्मान मिल्न सक्ने सम्भावना रहेको छ। नयाँ ज्ञानहरू प्राप्त गर्न सक्ने समय रहेको छ र आजको दिनमा विशेष गरेर गुरुहरूको साथ र सहयोगले गर्दा रोकिएका कामहरू बन्नेछन् र उच्च ज्ञान उच्च सिपहरू प्रयोग गरेर तपाईँले सफलता प्राप्त गर्न सक्ने सम्भावना रहेका छन्। त्यसैले आजको दिनमा तपाईँहरूको लागि कुनै पनि ठाउँको नेतृत्व लिनुपर्ने अवस्था, जिम्मेवारी वहन गर्नुपर्ने अवस्था कुम्भ राशि देखिन्छन्। कुम्भ राशि हुने व्यक्तिहरूको लागि 9 अङ्क राम्रो रहेको छ। राशिको स्वामी शनि ग्रह रहेका छन्। रङ भनेको कालो राम्रो मानिन्छ। शुभ दिशा पूर्व दिशा तपाईँको लागि राम्रो। सहयोगी राशि तुला राशि रहन सक्ने अवस्था देखिएका छन्। अब हामी मीन राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। आदरणीय सम्पूर्ण मीन राशिको व्यक्तित्वहरू आज खोज अनुसन्धानमा राम्रो सफलता लिन सक्नुहुन्छ। दिव्य ज्ञान र आन्तरिक कुराहरू पत्ता लगाउँदा मन खुसी रहनेछ। गोपनीयताबाट गरेका कामहरू बन्न सक्ने अवस्था रहेका छन्। त्यसै गरी विज्ञान आविष्कार अनुसन्धानको क्षेत्रमा राम्रो सफलता लिन सक्ने समय रहेको छ। तन्त्र मन्त्र साधना कुनै पनि क्षेत्रमा हुनुहुन्छ तपाईँलाई राम्रो सफलता मिल्नेछ। पार्टनरले भने धोका दिन्छन्, अरूको भरमा नपर्नुहोला। सवारी साधन चढ्दा, गाडी मोटर चलाउँदा, मेसिनरी उपकरणहरू चलाउँदा भने सतर्क र सावधानी रहनुपर्छ। आजको लागि स्वास्थ्यलाई मध्यनजर गरेर खानपिन हरेक कुरामा ख्याल गरेर अगाडि बढ्नुपर्ने अवस्था मीन राशि हुने व्यक्तिहरूको लागि देखिएका छन्। जति पनि मीन राशि हुनुहुन्छ आजको दिन तपाईँहरूको लागि गरिरहेको कामलाई अगाडि बढाउनुहोस्। नयाँ कामलाई विशेष सोच विचार गरेर अगाडि बढ्दा सफलता लिन सक्ने सम्भावना रहेका छन्। आजको दिन मीन राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ तपाईँहरूको लागि राशिको स्वामी बृहस्पति ग्रह रहनु भएको छ। त्यसै गरी शुभ अङ्क 8 रहेका छन्। आजको दिन हल्का पहेँलो रङहरू शुभ मानिन्छन्। उत्तर दिशा शुभ र राम्रो खालको अवस्था रहेको छ। आजको दिन सहयोगी राशि वृश्चिक राशिको रूपमा लिन सकिन्छ। आदरणीय सम्पूर्ण मेषदेखि मीन राशि 12 राशिका सम्पूर्ण व्यक्तित्वहरू आज हामी तपाईँको माझमा विक्रम सम्वत 2082 साल वैशाख महिनाको 1 गते नयाँ वर्षको सोमबारको दैनिक राशिफल प्रस्तुत गर्यौँ। आजको राशिफल, आजको जानकारी तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला। यद्यपि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोपटक हेर्दै हुनुहुन्छ, च्यानललाई सब्सक्राइब गर्नुहोला। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। जन्ममितिबाट ग्रहदशा चिन्ह कुण्डली हेराउन चाहनुहुन्छ वाट्सएपमा सिधा मेसेज गर्न सक्नुहुन्छ र तपाईँले फोन पनि हामीलाई गर्न सक्नुहुन्छ 9847844095 यानि कि 9848 44 095 यहाँहरूको लागि खुला रहेको छ। आजलाई भने तपाईँ सम्पूर्ण
दर्शकहरूलाई धेरै धेरै धन्यवाद दिँदै छायाङ्कनबाट रञ्जना देवकोटाको साथमा म हुँ ज्योतिषी ठाकुर देवकोटाका चाहन्छु यहाँहरूको जीवन सुन्दर बितोस्, नयाँ वर्ष सफलता र उन्मुख रहोस्। नयाँ वर्ष विक्रम सम्वत 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छौँ। जय ज्योतिषम, नमो नमः।